किलोमिटर बाँकी छ यहाँबाट राम्रोसँग हेर्दैन होला है टक हिँड्दैछ नि त नगरकोटमा अन्त अब ढिँडो र मासु चाहिँ रेडी हुँदैछ ढिँडो र मासु खाइसकेपछि चाहिँ माथि भ्यू टावर घुम्न जाँदैछु भ्यू टावर घुमिसकेपछि चाहिँ सर्लक्क घुम्न जाँदैछु सर्लक्क हेर्ने यस्तै छ नगरकोट चाहिँ नगरकोटमा नि यस्तो बस्ने ठाउँहरू चाहिँ राम्रो ठाउँ छ ल झन्डा नेपालकै झन्डा सर्रै घुमिरहेछ त्यो रहेछ नगरकोट त बनाउँदा बनाउँदा हातै पो गल्दो रहेछ बा चखिलो घाम लागेको छ अहिले चाहिँ नगरकोटमा नि नगरकोटको बस्त्र हात्ती रहेछ अनि मैले के अरे अब सबैजना भरे पार्टीलाई उ गरेर आउँछ नि हामी चाहिँ बिहानदेखि हारै सो गाइज हेर्नु होला हिँडिरहेको छु ठाडै उकालो छ है नगरकोटको भ्यू टावर Andy छोरी अस्ति हामी भक्तपुर गएको थियौँ होइन Andy छोरी एउटा जहिले यो खेल्चेरी हो हेर त साह्रै उकालो लाग्ने रहेछ
आम्मा हिँड्नै नसक्ने ठाडै उकालो हेट अरे गाइस ठाडै उकालो श्वासमा लाग्ने रहेछ यहाँसम्म आउँदा त आमा कति अग्लो त यो के चाहिँ रहेछ हेरौँ ल हेर्नुहोस् तालै लगाएर राखेको यार हेर्नु न चाबी लगाएर पानी होला नि हौ सागर महता पानी होला सगर सगरमाथा सगरमाथा 142 किलोमिटर यहाँको उचाइ होला नि होइन सगरमाथा यहाँ